रामपुर गाउँ स्वच्छ पर्यावरण हरियाली भएको प्राकृतिक सुन्दरताले सजिएको मुख्यतः किसानहरूको बसोबास भएको एउटा सुन्दर गाउँ। तर अहिले यस गाउँमा केही असहज वातावरण सृजना भएछ। आखिर के भएछ? आउनुहोस् हेरौं है त। इकोरेटर्स प्रस्तुत गर्दछ धुवाको पासो। यो हो रामपुर गाउँमा स्थित सामुदायिक विद्यालयको कक्षा कोठा। र उहाँ सोही विद्यालयमा पढाउने कमला मिस। होइन आजभोलि बुढाले कति दिन पढेको मास्टरले त हिँड्नै गाह्रो पर्यो त। हाम्रो जुन स्कुलमा साह्रै गाह्रो भएको छ नि सबैले आँखा पोल्ने टाउको दुख्ने खुकुलाउने भएर क्लासै आउन छोडेका छन्। यिनी चाहिँ विद्यार्थी सुमना। मैले घाँटी खसखस गर्दैछ, आँखा पोल्दैछ। हाम्रो दिदीले त सबै गाउँलेहरूले गाउँको छाली चलाउँदाखेरि निस्केको धुवा धुलोले यस्तो भएको भन्नुभएको थियो। अनि यिनी चाहिँ विद्यार्थी रविना। यदि यस्तै नै हो भने यसको समाधान चाहिँ के हुन सक्ला र मिस? उनी हुन् रमा दिदी, किसान परिवारकी छोरी। बल्ल काम भ्यायो। अनि उनी हुन् रमा दिदीकी आमा दुर्गा अधिकारी। सबैले उनलाई दुर्गा आमा भन्छन्। आमा तपाईको नाम त बढी जस्तो छ नि फेरि। हो त नि नानी, आजभोलि त झनै गाह्रो परेको छ। अब त अस्पताल नगदै भएन। यो दृश्य रामपुर गाउँको स्वास्थ्य चौकीको। ल अब कसको पाली हो? दुर्गा अधिकारी जी आउनुस्। उहाँ डाक्टर स्मृति भण्डारी अनि उहाँ स्वास्थ्य सेविका अञ्जली। के हो आमालाई? के समस्या पर्यो? हेर्नुस् न नानी, यो खोकीले त मलाई मार्नै आँटे। तपाईँ यसो गर्नुहोस् न, यहाँ आएर बस्नु छ। ल भन्नुहोस्, के समस्या पर्यो? सास फेर्न पनि गाह्रो हुन्छ, रातभरि खोकीले सुत्नै दिँदैन। बुढेसकालले हो कि अब त म बाँच्छु जस्तो लाग्दै छैन डाक्टर। त्यसो नभन्नुहोस् न, स्वास्थ्य चौकी आइहाल्नु भयो नि। ठिक छ, तपाईँको यो बुढेसकालले चाहिँ होइन, यो खोकी प्रदूषणले चाहिँ गर्दा हो जस्तो छ है। ठिक भन्नुभयो डाक्टर साहब हजुरले। अहिले बाटोमा हिँड्दा आँखा मिच्ने, मास्क लगाएर हिँड्ने, बिहानमा हिँड्न नसक्ने भएर मान्छे निस्किनै छोडेका छन् घरबाट। प्रदूषण साह्रै बढेको छ। होइन, बिरामी त निकै बढ्न थाले। अचानक यस्तो प्रदूषण चाहिँ कसरी बढ्न थालेछ? के हुनु डाक्टर साहब, यो त हाम्रो समाजको पुरानै रोग हो नि। उहाँहरूलाई मैले अस्ति पनि सम्झाएको, बारीमा गएर छलीहरू नजलाउनुहोस्, भुसहरूमा आगो नलाउनुहोस्, यसले वातावरणमा कति प्रदूषण र धुवा मचाएको छ। मान्छेहरूलाई सास प्रश्वास फेर्न हेर्न कति गाह्रो हुन्छ भनेर सम्झाउँदा बुझ्नु हुँदैन उहाँहरू। एउटा कानले सुनेर अर्को कानले उडाइदिनुहुन्छ। हाम्रो कुरा त सुन्नुहुन्न। केही दिन अगाडि खेतमा रहेका गहुँका अवशेषहरू जलाउँदै रमा दिदी र लक्ष्मी दिदी। ओहो, के गर्नु भएको? यो यति पुरै पोलेर बाली लाउन अबेला भइसक्यो। खाली पोलेर काम भ्याउन लाग्यो नि। काम भ्याउने भनेर अनि वायु प्रदूषण गर्ने हो त? हेर्नु त, यो धुवा धुलोले कति गाह्रो हानि पुर्याउँछ। नचाहिने कुरो हामीले उहिलेदेखि यही त गर्दै आइरहेको छौँ नि। अहिलेसम्म कसैलाई केही भएको होइन। यसो गर्न हुँदैन के? नसकिने भयो। ल ठिकै छ, आत्तिनु पर्दैन। मैले सामान्य औषधि लेखिदिएको छु। यो औषधि नियमित रूपमा खानु, केही दिनमा सन्चो हुन्छ। तातो पानी खानु पर्यो र बाहिर निस्किँदाखेरि चाहिँ मास्क लगाएर निस्किनु होला है। ल लाउनुहोस्। अब
डाक्टरले पेसा भए पनि दिनका दिन यति धेरै रोगीहरू बन्नु त ठिक होइन। यो अवस्था निकै नै गम्भीर नै हुँदैछ जस्तो छ। यसको समाधान निकाल्नै पर्छ। के भन्नु डाक्टर साहब, म त हैरान भइसकेँ। उहाँहरूलाई सम्झाए नि सुन्न खोज्नु हुँदैन। आफू ठुलो हुनुहुन्छ उमेरमा, सानो मान्छेले भने त कहाँ टेर्नु हुन्थ्यो र। अब मैले सोचेको चाहिँ अध्यक्षजीसँग कुरा नगरी नहोला। उहाँले बुझ्ने जान्ने हुनुहुन्छ, गाउँकाले नि उहाँले भनेको सल्लाह सुझाव दिनुहुन्छ होला, त्यही गरौँ जस्तो लाग्छ मलाई त। ठिक भन्यो अञ्जली, तिमी एकखेर वडाध्यक्षज्यूसँग चाहिँ गएर यो विषयमा कुरा गर्नै पर्छ। म अब सकेसम्म छिटै नै गएर सल्लाह गर्छु नि त, के हुन्छ। वडाध्यक्षज्यू अफिसमा हुनुहुन्छ कि हुनुहुन्न? आज कुरा गर्न पाए त बेलाको ठेगान लाग्थ्यो। के गर्ने होला? विद्यार्थीहरू पनि थुप्रै बिरामी भइरहेछन्। आफूलाई पनि कस्तो आँखा फुलेर घाँटी खसखस गरेर गाह्रो भइरहेछ। ओहो कमला मिस सन्चै हुनुहुन्छ? के छ हालखबर? ओहो अञ्जली सन्चै छु। तिम्रो के छ? कल जान्न यति बेला? म त वडा अध्यक्षज्यूकोमा जान लागेको। अहिले स्वास्थ्य चौकीमा धेरै बिरामीहरू आए वातावरण प्रदूषणले गर्दा। यसको बारेमा ज्ञानमूलक कुरा उहाँले गाउँलेहरूलाई भन्न सकिन्छ कि भनेर बुझ्न जान लाग्यो। म त कस्तो ठ्याक्कै एउटा समस्या। म पनि त्यतिर जान लागेको। जाउँ न त अब सँगै। त्यसो भए नमस्कार, बस्नुहोस् न। धन्यवाद। यसो कुरा सुन्दा त यो समस्यालाई जडैबाट समाधान गर्नको लागि किसानहरूको परम्परागत खेती प्रविधिमा नै केही सुधार ल्याउनु पर्ने देखिन्छ। हामीले त धेरै कोसिस गऱ्यौँ सम्झाउन, हामीले सकिएन। अब हजुरकै जिम्मेवारी भयो अध्यक्षज्यू। यसको लागि त कृषि विज्ञसँग नै सुझाव लिनु उचित हुन्छ होला। हामीसँग हुनुहुन्छ कृषि विज्ञ सृजनाजी, हामी उहाँसँग सल्लाह लिन्छौँ है। ल अहिलेलाई चाहिँ हामी राम्रो भयो त। अरू कुरा अध्यक्षज्यू नमस्ते। हुन्छ, नमस्कार। हेलो कृषि प्राविधिकज्यू, नमस्कार। नमस्कार वडाध्यक्षज्यू। हजुर के कति कामले सम्झिनु भयो होला? हाम्रो वडामा आज एउटा समस्या लिएर दुईजना दिदीबहिनीहरू आउनुभएको थियो र समस्या चाहिँ के रहेछ भने अहिले गाउँको छाली जथाभावी बाल्नाले चाहिँ प्रदूषण बढ्दै गइरहेको छ। साथै त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्याहरू पनि देखिएको रहेछ। अब यस विषयमा चाहिँ हामीले के कसरी समाधान गर्न सक्छौँ भनेर हजुरसँग सल्लाह लिन खोजेको। सम्पूर्ण वडाको मानिसहरूलाई चाहिँ यस्तो समस्या देखिएको भए हामीले वडा कार्यालयमा नै एउटा कार्यक्रमको आयोजना गर्नुपर्छ, जसले चाहिँ छाली व्यवस्थापनको उचित हामीले तरिकाले गर्न सक्छौँ। त्यसो भए हजुरहरूले आजदेखि नै यसको प्रचार सुरु गर्दै गर्नुहोस् है त। हजुर हुन्छ, हामी त्यसै गर्छौँ नि त है। हुन्छ, हस्, नमस्कार। आज यस वडा कार्यालयले राखेको छाली व्यवस्थापन कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण वडावासीमा म कृषि प्राविधिक सृजना सुनारको तर्फबाट नमस्कार। आजको कार्यक्रमको विषय त हजुरहरूलाई थाहा भइसक्यो। त्यो सँगसँगै आजको कार्यक्रमको उद्देश्य के हो त? यसको उद्देश्य भनेको हामीले किसानहरूलाई कसरी लाभदायक तरिकाले छाली व्यवस्थापन गर्ने भन्ने विषय रहेको छ र तपाईहरूले अपनाउनु भएको परम्परागत तरिकाले आफ्नो स्वास्थ्यमा त असर हानि थाहा पाइसक्नुभयो। त्यो सँगसँगै मित्र जीवाणुहरूलाई पनि नष्ट गर्छ र वातावरण प्रदूषण त हुने नै भयो। सही हो। अब हामी कुरा गर्नेछौँ व्यवस्थापनको। हामीले भोगेका सम्पूर्ण समस्याहरूको व्यवस्थापन हामीले गाउँको छालीलाई कसरी गर्ने भन्ने विषयमा पहिलो नम्बरमा छ यसको कम्पोस्ट मल बनाउन सकिन्छ, जुन हामी हेर्छौँ भने व्यावसायिक किसानहरूले यसलाई कम्पोस्ट मल बनाएर आफ्नो दैनिक जीवनमा आफ्नो आय स्रोत बढाउने, त्यो सँगसँगै बालीको चाहिँ उत्पादन पनि बढाउने गरेको पाइन्छ। दोस्रो नम्बरमा हामी मल्चिङको रूपमा अथवा छापोको रूपमा प्रयोग गर्न सक्छौँ, जसले गर्दा हाम्रो माटोमा चिस्यान कायम राख्ने, त्यो सँगसँगै झारहरू व्यवस्थापन गर्ने गर्छ
र तेस्रो नम्बरमा हामी गाई बस्तुको आहारको रूपमा पनि प्रयोग गर्न सक्छौँ। अरू अवशेषभन्दा पोषक तत्त्व धेरै पाइन्छ भन्ने कुरा हामी अनुसन्धानमा पनि पाउँछौँ। अर्को नम्बरमा छ बायोग्यास र ब्रिकेट निर्माण। जुन हामी ठुटो अथवा छालीहरू हुन्छ त्यसलाई सङ्कलन गरेर ब्रिकेट बनाई यसलाई इन्धनको रूपमा पनि प्रयोग गर्न सकिन्छ। र अन्तिममा हामीले जुन परम्परागत रूपमा जलाउँदै आएको छाली छ त्यो भन्दा मैले भनेका माथिका व्यवस्थापन विधिहरू छ त्यो अपनाउँदा प्रदूषण कम हुने, दिगो कृषिलाई बढावा दिने, त्यो सँगसँगै मानव स्वास्थ्यमा पनि नकारात्मक असर नपर्ने, होइन त दुर्गा आमा? हो नानी हो। यसरी सबैले ताली बजाएर कृषि प्राविधिक सृजना सुनारको कुरालाई समर्थन गर्दै अबदेखि वातावरणलाई हानि नगरी खेती गर्ने निदो गर्दछन्। अनि हामीले त यी विधिहरू पालना गर्ने भयौँ। अनि हजुरले नि दिगो कृषि अपनाऊ, वातावरण जोगाऊ।